का अध्यक्ष महोदय र यहाँ उपस्थित विशिष्ट अतिथि हाम्रा देउडा सम्राट भन्न रुचाउँछु म नेत्रराज शाही, त्यसैगरी यस कार्यक्रमका अन्य पदाधिकारीहरू र मञ्चमा आसीन विभिन्न तह र तबकाका साथीहरू लगायत यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी साथीहरू, कला प्रेमी सम्पूर्णमा मेरो सांगीतिक अभिवादन टक्राउन चाहन्छु। आदरणीय व्यक्तित्वहरू, तपाईहरुले यसरी मलाई यहाँ यो सम्मान दिनुभएको छ जुन मलाई अपेक्षा पनि गरेका थिएन। मैले आज बिहान मेरो अन्तै प्रोग्राम थियो र यहाँहरूले यति माया गरेर यसरी मलाई यहाँ बोलाएर यहाँहरूले मलाई सम्मान दिनुभयो, यसको लागि म हृदयबाट नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो माघी मिलन तथा सांस्कृतिक कार्यक्रम जुन आयोजना गरेर यो सम्पूर्ण हाम्रो सुदूर तथा मध्यपश्चिमका साथीहरूले एकजुट भएर जुन यो देउडा संस्कृतिलाई अगाडि बढाउने जुन जमर्को गर्नुभएको छ, हाम्रो समाजलाई अगाडि बढाउन विकासको अग्र पंक्तिमा ल्याउनलाई यी क्रियाकलापले निश्चित रूपमा अगाडि भूमिका खेल्छ भन्ने मलाई विश्वास छ। र यसै गरी हामी हाम्रो संस्कृतिमा एकबद्ध भई युनाइट भएर अगाडि बढ्दै गऱ्यौँ भनेपछि भोलिका दिनहरूमा हामीले आपसी समझदारीका साथ हामी सधैँ नै हाम्रो गाउँ समाज, हाम्रो वेशभूषा, हाम्रो संस्कृति भन्नु नै हाम्रो चाहिँ भोगाई हो र हाम्रो एउटा पहिचान हो। जुन पहिचानमा हामी अगाडि बढ्न सक्यौँ, निश्चित रूपमा हामीले यो देश विकासमा केही न केही टेवा पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। र हाम्रो भाषा, साहित्य, कला जम्मै यी कुराहरूले हामी सबैको पहिचान जागेको हुन्छ र हामी एकबद्ध हुनको लागि हाम्रो संस्कृतिले अहम भूमिका निर्वाह गरेको मैले महसुस सबैले गरेकै होला। र भन्ने गरिन्छ कुनै देशमा यदि आक्रमण गर्नु पर्यो भने त्यो देशको संस्कृतिलाई आक्रमण गर्नुपर्छ भन्ने भनाइ छ। र हामीले संस्कृतिलाई बचाउनु पर्छ, हामीले आफ्नो पहिचानलाई जोगाउनु पर्छ। हामी यसरी यी विविध कार्यक्रमहरूद्वारा हामी एकबद्ध भई आगामी दिनहरूमा यसरी हामीले हाम्रो संस्कृतिलाई राष्ट्रिय स्तरमा पहिचान गर्न सक्यौँ र हामीले एकजुट भएर अगाडि बढ्न सक्यौँ भने निश्चित रूपमा हामी अगाडि बढ्नेछौँ। हाम्रो देशको लागि, हाम्रो समाजको लागि, हाम्रो प्रदेशको लागि यो धेरै ठुलो महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। र साथीहरू, यसरी केन्द्रीय स्तरमा आएर हामीले विभिन्न क्षेत्रबाट, विभिन्न ग्रुपबाट, विभिन्न समूहबाट, विभिन्न जाति वर्गबाट हामी यहाँ अध्ययनको सिलसिलामा आएका छौँ र यसरी हामीले चाहिँ नि यो हाम्रो संस्कृतिलाई अगाडि बढाउनलाई